हेर्नुस् एउटा कुरा सधैँ याद राखिराख्नुहोस् कि हामीलाई सकारात्मक सोच्नको लागि मेहनत गर्नुपर्छ। नकारात्मक विचारहरू त आफै आउँछन्। तपाईलाई 8 घण्टा सकारात्मक सोच्नको लागि धेरै मेहनत गर्नुपर्ने हुन्छ। बाँकी 8 घण्टा तपाईँ सोच्दै नसोचिकन बस्नु, त्यो नकारात्मक विचार त आफै आउँछन्। त्यसकारण सकारात्मक सोच्नको लागि हामीलाई धेरै मेहनत गर्नुपर्छ। नकारात्मक विचारहरू वरिपरिको वातावरण देखेर पनि आउँछन्। तपाईँ भिडियो हेर्नुस्, हेर्दा हेर्दै पनि नकारात्मक विचारहरू आउँछन्। त्यसकारण यो कुरालाई आफ्नो मन मस्तिष्कमा बसालेर राख्नुहोस् कि यदि तपाईँ सकारात्मक सोच्दै हुनुहुन्न भने तपाईको माइन्ड नकारात्मक नै हुन्छ। प्राय मोस्ट अफ द टाइम 99% अफ द टाइम यदि तपाईँ सकारात्मक हुनुहुन्न भने तपाईको माइन्ड नकारात्मक छ। तपाईलाई सकारात्मक हुनको लागि भिडियोहरू हेर्नु पर्ला, राम्रो पिसफुल एउटा ठाउँ चाहिएला, धेरै कुराहरू गर्नुपर्छ। तर नकारात्मक कुराहरू तपाईँ आनन्दले बसे पनि आउँछन्, तपाईँ ध्यान गर्न बसे पनि आउन सक्छन्, तपाईँ घुम्न गए पनि आउन सक्छन्। त्यही भएर यो कुरा ध्यान दिनु, सकारात्मक सोच्ने तपाईँको प्रतिशत धेरै हुनुपर्छ एक दिनमा। सकारात्मक सोच्नलाई मेहनत गर्नुपर्छ। नकारात्मक सोच्नलाई तपाईलाई 8 घण्टा निकाल्नु पर्दैन, आफै आउँछन्। जहाँ प्रकाश हुँदैन त्यहाँ अँध्यारो आफै हुन्छ, अँध्यारो ल्याउनु पर्दैन। जहाँ अँध्यारो छ त्यहाँ प्रकाशको आवश्यक छ। यसरी नै हामी सबकन्सियस माइन्डलाई रिप्रोग्राम गर्छौँ ह्याप्पी रहनको लागि, पिसफुल रहनको लागि।